पर्छ है। त्यस पछाडि टोयलेट बाथरुम, अनि त्यस पछाडि यहाँ एउटा कोठा, यहाँ चाहिँ किचन अनि पछाडि पनि बसेर टक्क बसेर खाने ठाउँ पनि राम्रो निस्केको छ। त्यस पछाडि यहाँबाट भर्याङ पनि एकदमै मजाको छ। फराकिलो 3.5 फुट चौडाइको भर्याङ। अनि त्यस पछाडि यहाँ चाहिँ बरन्डा, अनि फेरि सेम ठाउँमा सेम पोजिसनमा टोयलेट बाथरुम, अनि फेरि हामी एउटा रुमको कोठा बढेको छ। यहाँ चाहिँ अब एट्याच टोयलेट बाथरुम भएको रुम, अनि यो रुममा चाहिँ अब हाम्रो पछाडि जग्गा भएको भएर यहाँ रेलिङ पनि छ। यस्तो रहेको छ। माथि त भर्याङ छौडी मात्र है, माथि चाहिँ 1.5 हो, अनि यति भर्याङ छौडी मात्र छ। एकचोटि जाउँ केही पनि बसेको छ। खास गरी यो चाहिँ अब 2.5 हो। यहाँ चाहिँ बरन्डा, भविष्यमा चाहिँ यहाँ चाहिँ अब पछाडिपट्टि यो 2टा कोठा निस्किन्छ। अहिले चाहिँ पुरै बरन्डा छ। कोट बन्दै गरेको घर चाहिँ निर्मल नगर। बरन्डा अगाडि पनि 2टा पिलरबाट निस्केको ठाउँ गयो। अगाडि पनि बरन्डा। प्लास्टर गर्दै हुन्छ।